Super ready? Yes. Are you excited? We are ready. We are ready. Very excited? Yes. Very excited. So what are you going to do today? Today we are going to do street drama. Ramesh, why are we doing? What kind of street drama you are doing? We are going to do street drama about sexual harassment and mental issue that happen after sexual harassment. Yes, position is Ramesh. So your character is Ramesh. So everyone seems very happy. Yes. No? Okay. So this. Do you want to say something? Yes. What do you want to say? Feeling very excited for first time drama in Kathmandu. Me too. I'm very excited to see you perform. Very nice. मेरो आमा यो तपाईको बुझा हो त हामीहरु आमा नाटक गर्छ Not to do harassment. Yes. के गरेर भिडियो बनाउने के भनेर भिडियो बनाउन हजुरहरुलाई के भन्न मन छ भन्नुस् मलाई भन्नु मन छ कमेन्ट गर्दिनु होला गुड वन Welcome to the vlog. आगामी हामीले चाहिँ स्ट्रीट ड्रामा गर्दै छौं। आउने दिनहरुमा पनि हजुरलाई यदि नाटक हेर्न मन छ भने चाहिँ पूजा च्यानललाई लाइक, कमेन्ट, सब्स्क्राइब गरिदिनु होला यस्तै नाटकहरु हेर्नलाई। सिक्न सकिन्छ ओहो शीतल आज त तपाई कति राम्रो देखिरहेको छ अनि यो कपडामा त अझै राम्रो देखिरहेको छु त तपाईलाई रमेश यो तपाईले के गर्नु भएको मैले तपाईलाई पहिलेदेखि ध्यान दिइरा छु है मलाई यसो गर्न पाउनु हुन्न नि ओहो शीतलजी मैले त यस्तै मजाक गरेको तपाईले किन रिसाउनु भएको यो तपाईको लागि मजाक हुन सक्छ तर एउटा छोरी मान्छेको लागि मजाक हुन सक्दैन कस्तो हुँदै कृपा सुन न मलाई तिमीसँग केही कुरा भन्नु थियो भन न के कुरा हो खोइ कसरी भन्नु तिमीले नभने त मलाई थाहै हुँदैन नि मलाई केही दिन अगाडिदेखि रमेशले साह्रै नराम्रो व्यवहार गर्ने गर्दछ को रमेश ए त्यो पलर डिपार्टमेन्टको रमेश त्यसले के गरेर तिमीलाई मलाई जुन बेला पनि जतिखेर पनि नराम्रो व्यवहार दुर्व्यवहार गर्न खोज्छ त्यसले 6 महिना अगाडि त्यसले पनि हाम्रो एकजना इम्प्लोयलाई त्यस्तै गरेको थियो के गरेको थियो र त्यसले त्यस्तो आज मेरो पहिलो दिन कहाँ बस्ने हो कुन्नी ओहो आज तपाईं काम
कम्पनीमा आएको इम्प्लोइ हो? ओहो। सुरुमा मीनालाई लाग्यो सायद यो सहयोग मात्र हो, तर रमेशको नजर, बोली र स्पर्श ती सबै दिनदिनै बढ्दै गए। रमेशले कुनै न कुनै बहानामा मीना नजिक जान्थ्यो, कहिले फाइल दिने, कहिले कुर्सीको छेउमा उभिन्छ। रमेश जिस्काउने स्वरमा, ओहो मीनाजी, आज तपाईले कति राम्रो देखिरहेको छ। तपाई जस्तो स्मार्ट केटी त यो कम्पनीमा कोही पनि छैन, अनि तपाईको यति सुन्दरता छ कि मलाई काममा मन पनि लाग्दैन। अर्को दिन मीना रमेशलाई फाइल दिन जाँदा रमेशले मीनाको हात समात्छ। मीना झस्किन्छन्। रमेशजी, यो के गर्न खोज्नु भएको? तपाईँ मलाई कहिले के गरेर छुन खोज्नुहुन्छ, कहिले के गरेर छुन खोज्नुहुन्छ? म यहाँ काम गर्न आएको हो, सहन होइन। त चुप लाग्छ, चुप लाग्छ, बुझ्नु भयो नि? मैले त धेरै नबोल के, तर यो रिस भएर के पनि हुँदैन, बुझ्नु भयो नि? त जस्ती केटी कति आयो कति गयो, बुझ्नु भयो नि? यो कुरा कसैलाई भन्नुभयो नि? यो डिपार्टमेन्टमा म त्यसले इज्जत बिगार्दिन्छु के? त्यस्तो मलाई नगर्नुहोस् म त्यस्तो। मैले यो पोस्टमा आएको त्यही पनि मेरो आमा बुवाले बल्ल बल्ल मलाई यतिको लायक बनाउनु भयो कि मसँग त्यस्तो नगरिदिनु। यस्तो कुरा भयो भने जो भन्छु त्यही गर्नुपर्छ के? मैले जे भन्छु त्यही सहने र बस्नुपर्छ। त्यस दिनपछि रमेशले मीनासँग दुर्व्यवहार गर्दै गयो अनि मीना झनै डराइन्। घरको दृश्य, मीना एक छोरी जा अब मीना यति डराएकी थिइन् कि आफ्नै परिवार नजिक आउँदा पनि उनी चिच्याउँथिन्। रमेशका गलत व्यवहारले उनको मानसिक स्वास्थ्य यति गहिरो रूपमा प्रभावित गरिसकेको थियो कि घरको मायाले पनि त्यो चोट निको पार्न सकेनन्। आजको दिन मीनासित यस्तो पो भएको थियो कृपा? यस्तो भएको थियो। अब तिमीलाई चाहिँ म्यानेजरले कुरा गरेनौ भने चाहिँ तिमीलाई चाहिँ रमेशले बारम्बार यस्तै गर्ने छ। कुरा सुन्नु होला त? तिमीले आर्ट गर्यो भने त पक्कै नै उहाँहरूले सुन्नु नै हुनेछ। त्यसो भए गइहालौँ न त। अनि हजुरहरू के कामले यहाँ आउनुभयो त? केही विशेष काम छ र? हामीलाई हजुरलाई केही जरुरी कुरा भन्नु थियो। कस्तो जरुरी कुरा हो र, भन्नुहोस् न। कसरी भन्नु अब हजुरलाई यस्तो? भन्नुहोस् न, भन्नुहोस्, नडराई भन्नुहोस्। मलाई चाहिँ रमेशले धेरै समयदेखि दुर्व्यवहार गरिरहेको छ र मैले यो कुरा चाहिँ कसैले भन्न सकेको थिएन र जब मैले आफ्नो साथीलाई विश्वास राखेर ऊ माथि मैले भने र उसले यही कुरा
पहिले 6 महिना अगाडि मिनाप्रति भएको कुरा बताई र म यो कुरा सुनेर अब म मिनाको लागि पनि आवाज उठाउँछु भनेर हजुर बात आएको हो र हाम्रो कम्पनीमा यस्तो दुर्व्यवहार भइरहेको छ मलाई त थाहा पनि छैन पहिले भन्नु पर्दैन यस्तो कुरा तिमीले मलाई थाहा भएन म पहिला एकदमै डराइरहेकी थिएँ र म अहिले एकदमै साहस भरेर आएको छु हजुरको सामु मलाई आशा छ हजुरले हाम्रो मद्दत गर्नुहुनेछ ल ठिक छ चिन्ता नगर यदि रमेशले गलत कामै गरेको हो भने दुर्व्यवहारै गरेको हो भने हामी उसलाई त्यसको कारबाही अवश्य दिनेछौँ चिन्ता नगर है त एकछिन रुक्नु है म फोन गर्छु उहाँले त फोनै उठाउनु भएन बरु जाउँ मिनाको घरमै कुरा गर्नुपर्छ मिनालाई पनि यस्तै दुर्व्यवहार गरेर हाम्रो कम्पनीबाट निकालेको हो र हो ओहो उसो भए त उसकै घरमा गएर हामी बुझ्नुपर्छ जाउँ घरमा को हुनुहुन्छ होला नमस्ते हजुरहरू कहाँबाट आउनुभयो को हुनुहुन्छ हजुर को हुनुहुन्छ हामी चाहिँ मिनाको साथी बस्नुहोस् न मिनाको दिदी पानी लिएर आइदिनुहोस् न हामी अहिलेको यो अवस्थामा मिनालाई भेट्न सक्छौँ सक्नुहुन्छ मिना मलाई चिन्यौ म कृपा म तिम्रो साथी रमेशले गरेर मेरो यस्तो हालत भयो त्यो रमेशको कारणले आज मेरो यस्तो हालत भयो तिमी डराउनु पर्दैन म तिम्रो लागि म तिम्रो साथमा छु हेर बिना तिमी यसरी रोएर कमजोर हुनु हुँदैन यस्तो तिमी माथि मात्र होइन हामी सयौँ मिनाहरूको माथि पनि भएको छ त्यही भएर हामी दुईजना उठेर सबैजनाको लागि आवाज उठाउनु पर्छ हो उठाउनै पर्छ म त आफू नबोलेर मेरो जिन्दगी बर्बाद भयो म कति राम्रोसँग बसिरहेको थिएँ मेरो जिन्दगी बर्बाद भयो म नबोलेर अब म पनि बोल्छु तिमी पनि बोल ओहो यहाँ त केस त धेरै क्रिटिकल भइसकेको रहेछ हामीले पुलिसलाई फोन गर्नुपर्छ पुलिसलाई बोलाउँ त फोन गर्नु त आचार एकछिनमा गर्दैछु हस् हेलो पुलिस हेलो पुलिस साहब हजुर यहाँ आउनु पर्यो जल्दी आइहाल्नु है त ल छ यहाँ चाहिँ हाम्रो ठुलो क्रिटिकल केस परिसकेको छ यसको निष्कर्ष निकालेर दोषीलाई कारबाही गर्नु पर्यो यहाँ हाम्रो इम्प्लोइलाई दुर्व्यवहार भएको छ हामीले यो सहेर बस्नु हुँदैन थियो उहाँले पहिल्यै हामीलाई यो जानकारी गराउनु भएन अब उहाँले समाएर लगिहाल्नुहोस् यो दुर्व्यवहार गर्ने मान्छे छ कहाँ अफिसर अफिसमा उहाँ इङ्गेजै हुनुहुन्छ मलाई पनि यस्तै दुर्व्यवहार गर्नु सिरियल दुर्व्यवहारी हुनुहुन्छ के गरेको तपाईको के पनि गरेको छैन यो केटा नराम्रो के भयो मलाई भन्नु न पहिला भन्नु के भयो पहिला भन्नु न अब हामी हिंसा सक्दैनौँ म मौनतालाई तोड्दै अब आत्मसम्मानलाई रोज्छु म पनि अब चुप लाग्दैन म पनि बोल्छु हामी सबै बोल्छौँ ओ हामी सबै
हामी सबै बोल्छौँ हामी सबै बोल्छौँ धन्यवाद हाम्रो सडक